अरु कुरा छोड्नुस्, क्याम्पसको स्टिकर दुरुपयोग गरेर आइडेन्टिटी कार्ड बनाएर बेच्थे यिनीहरू। यही गर्नले बनेका हुन् विद्यार्थी संगठनहरू। यिनीहरूले आफ्नो परीक्षा अर्कै मान्छेलाई दिन लगाउँथे कि त यिनीहरूलाई छुट्टै व्यवस्था हुन्थ्यो भन्ने सुनिन्थ्यो। परीक्षामा विद्यार्थीको प्रवेश पत्रमा फोटो समेत फेरेर नयाँ स्टिकर टाँसेर अर्कै विद्यार्थीको परीक्षा दिन लगाउँथे यिनीहरू। यही गर्नले बनेका हुन् विद्यार्थी संगठनहरू। यिनीहरूले क्याम्पसका सटरहरू भाडामा लगाएर कमिसन खान्थे, प्रशासनलाई थर्काएर भौतिक निर्माणका ठेक्कापट्टामा भाग खोज्थे, दलालहरूलाई धम्काएर चन्दा असुल्थे, विद्यार्थी कल्याणकारी कोषको रकम समेत दुरुपयोग गरेर आफ्नो विलासी जीवन गुजारा गर्थे र मोजमस्ती गर्थे। हामीले पनि सरकारी क्याम्पसबाट मास्टर सकेको यिनीहरूको हरकत कस्तो हुन्थ्यो राम्रोसँग सुनेका थियौं। यिनीहरूको विरुद्ध बोल्ने अवस्था थिएन, सबैमा यिनीहरूको हैकम चल्थ्यो। यही गर्नले बनेका हुन् विद्यार्थी संगठनहरू। वर्षौंसम्म किताबको अनुहार नदेखेका र क्याम्पसमा पढ्दै नपढ्ने व्यक्तिहरू चुनावको मुखैमा पैसा समेत नतिरी भर्ना हुन्थे र तिनै गैर विद्यार्थीहरू नेता बनेर क्याम्पस चलाउँथे। यिनीहरूको उद्देश्य विद्यार्थीको हकित्व शैक्षिक गुणस्तर सुधार गर्नु कहिल्यै रहेन। यति मात्र हो र यिनीहरूले शैक्षिक क्यालेन्डर र प्राज्ञिक गरिमाको धज्जी उडाएका थिए। आफ्ना गुटका विद्यार्थीलाई पास गराउन प्राध्यापकहरूलाई दबाब दिने, प्रश्नपत्र आउट गराउने र परीक्षा नियन्त्रण कार्यालयहरूमा महिनौं तालाबन्दी गर्ने यिनीहरूको दिनचर्या नै बनेको थियो। ग्रामीण भेगबाट आएका गरिब र जेहेन्दार विद्यार्थीले बस्नुपर्ने क्याम्पसका छात्रावासहरूमा समेत वर्षौंसम्म गैर विद्यार्थी र पार्टीका झोले कार्यकर्ताहरूले कब्जा जमाउँथे। आफ्ना अवैध मागहरू र स्वार्थ पूरा नगर्दा उपकुलपति, क्याम्पस प्रमुख र प्राध्यापकहरूलाई कालो मोसो दल्ने, जुत्ताको माल लगाउने, हातपात गर्ने र क्याम्पसको भौतिक सम्पत्ति तोडफोड गर्ने जस्ता आतंककारी शैली यिनीहरूले अपनाउँथे। गरिब र विपन्नका लागि आएका छात्रवृत्तिहरू समेत